हेलो नमस्ते सबैजनालाई। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भनेर। र हामी दुईजनै आज चाहिँ केक पेकिङ गर्नको लागि व्यस्त छौँ। हेर्न सक्नुहुन्छ आज हाइटवाला केकको अर्डर थियो र त्यसको लागि बक्स रेडी गर्दै थियौँ हामी दुईजना, किनभने एउटै बक्सले हुँदैन, दुईटा बक्स मिलाएर हाइटवाला बनाउनु पर्छ। र यो अर्डर चाहिँ मैले कामाख्या मन्दिर जानुभन्दा अगाडि नै भेटेकी थिएँ। अनि कामाख्या मन्दिरबाट हामी राति 10 बजीतिर आइपुग्यौँ। त्यो पछाडि मैले फ्रेस भएर म बेकिङमा लागेँ र भोलिपल्ट बिहान उठेरै म आफ्नो कामधन्दा सकेर म केक बनाउनमा व्यस्त भएँ। र 12:30 बजीको अर्डर थियो, मैले 12 बजी रेडी गरेर पठाइदिइसकेको थिएँ। हजुरहरू कमेन्ट गरेर भनिदिनु होला है यो कति किलोको केक थियो भनेर। पिङ्क कलरको केकको अर्डर थियो र मैले सबै पिङ्क कलरकै बनाइदिएँ। र कस्तो लाग्यो मेरो केकको डिजाइन सबैजनाले कमेन्ट गरेर भनिदिनु होला। र हजुरहरू कोही यहीँ छेउछाउबाट कोही हेर्दै हुनुहुन्छ भने हजुरहरूलाई पनि केकको अर्डर गर्नु छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, मेसेन्जरमा मेसेज गर्न सक्नुहुन्छ। र अब चाहिँ केक डेलिभरी दिने बेला भइसक्यो र हस्बेन्डले पेकिङ गरेर लिएर जानु हुँदैछ। एक्लै लिएर जान अलिक असुविधा हुन्थ्यो र एकजना भाइलाई लिएर जानु हुँदै थियो। आजको लागि थ्याङ्क यू।